नमस्ते सबैजनालाई। यसपालि चाहिँ हामीले पोखरादेखि पाथिभरा देवीको दर्शन गर्न गएका थियौँ। उक्त यात्राको क्रममा के कसो भयो सम्पूर्ण विवरण मैले यस भिडियोमा राखेको छु। पुरा भिडियो हेरेर रिभ्यू गर्न चाहिँ नबिर्सिनु होला। धन्यवाद। सिन्धुली जाने यो बाटो चाहिँ माई खोलाको पुलनिर चाहिँ पहिरो गयो रहेछ। अब कति ठाउँ बिग्रेछ कम्पाउन्ड जस्तो चाहिँ हुन्छ अरे। म चाहिँ अहिले अमरसिंह चोकमा रहेको छु। अमरसिंह चोकदेखि पाथिभरा मन्दिरसम्मको यात्रा हुँदैछ। र आज मसँग सँगै ट्राभल गर्दै हुनुहुन्छ दाइ। हेलो। हामी चाहिँ भर्खरै चितवन आइपुग्यो। पोखराबाट हिँडेको 2.5 घन्टामा चाहिँ चितवन आइपुगेको छ। अहिले चाहिँ हामी गुर्जी भन्ने ठाउँमा आइपुगेको छौँ, जुन चाहिँ हेटौँडा र सिन्धुलीको बिचमा पर्ने रहेछ। सो यहाँदेखि पोखरा जाने डिस्टेन्स र यहाँबाट धरान जाने डिस्टेन्स बराबर रहेछ। ठ्याक्क सेन्टरमा आइपुगेका रहेछौँ हामी। सो एकछिन गाडी चार्ज गरेर खाना खाएर हामी निस्किन्छौँ। यहाँबाट सिन्धुली आई थिङ्क आधी घन्टा 45 मिनटको बाटो छ। अब अहिलेसम्म बाटोमा चाहिँ सबै कुरा राम्रै भइरहेको छ। सो अगाडि के कस्तो हुन्छ म सबै भिडियो बनाउँछु। स्टे वाचिङ। ल अहिलेसम्म चाहिँ मैले चलाइरहेको थिएँ गाडी। अब चाहिँ दाइले चलाउन थाल्नुभयो। अघिसम्म दाइ मजाले सुतिराख्नु भएको थियो, अब मेरो सुत्ने पालो। यात्राको विषयमा भन्नुपर्दा गर्मी चाहिँ बेसरी गर्मी छ बाहिर। बाटो एकदमै स्मुथ। हेटौँडादेखि यो सिन्धुली जाने यो बाटो चाहिँ जस एकदमै त्यस्तो क्राउड नहुने, गाडी त्यति धेरैहरू छैन बाटोमा। सो कम्फोर्टेबलै छ। अनि अर्को कुरा, इभी गाडी लिएर आउनुभयो भने चार्ज गर्नलाई चाहिँ हेटौँडामा चार्ज नगर्दा नि हुँदो रहेछ। भित्री बाटोमा पनि चार्जिङ स्टेसन रहेछ। हामी अलिकति त्यो कुरामा कन्फ्युज भइरहेको थियौँ। प्यानिक भयो एकछिन त अलिकति प्यानिक पनि भयो, तर ठिक छ। बिचमा खाना पनि खाइयो, चार्ज पनि गरियो। त्यही त। बेलुकाको ठ्याक्क 6:45 भयो। हामी बिहान 5:30 बजे पोखराबाट हिँडेका हौँ। हामी चाहिँ सिन्धुलीको बाटो हुँदै आयौँ। सो यो इटहरीदेखि दमकसम्मको बाटो चाहिँ एकदमै बिग्रिया रहेछ। यहाँ चाहिँ अलिकति बढी टाइम लाग्यो। अब चाहिँ मोस्ट प्रोबेबली आधी घन्टा जस्तोमा चाहिँ दमक पुग्छौँ होला। गाडीमा चार्ज पनि सकिन लागेको छ। सो त्यहाँ पुगेर चार्ज गर्छौँ अनि हल्का खाना खाएर हामीले चाहिँ अलि अगाडिसम्मै जाने आज भन्ने सोचिरहेछौँ। कन्यामसम्म पुगिन्छ कि भन्ने सोचेछौँ। लेट्स सी, अब ढिलो भयो नि 10 बजेसम्म भयो नि ड्राइभ गर्ने भन्ने सोचिरहेछौँ। है त। ल, ह्याभिङ ग्रेट टाइम। अलिकति टायर्ड त भयो, 12 घन्टै भइसक्यो गाडी चलाएको। तर बिचबिचमा ब्रेक पनि गऱ्यो 15 मिनट आधी घन्टा त्यस्तो घरिघरि चार्ज गर्दै हिँड्दै गरिराखेको छ। ह्याभिङ ग्रेट टाइम। ल ओके, हामी चाहिँ यो इटहरी र दमकको बिचमा पथरी भन्ने ठाउँमा चाहिँ इभी चार्ज गर्नको लागि चार्ज गरियो। अब चाहिँ यहाँबाट अगाडि बढ्छौँ। आई थिङ्क अब हामीलाई कुन ठाउँ रे भाइ, कहाँ पुग्ने रे हामी कन्यामको छेउछाउमा, कन्यामको वरिपरि यहाँबाट त्यहाँ पुग्नको लागि चाहिँ अराउन्ड 3 घन्टा जस्तो लाग्छ भन्ने कुरा सुनेको छु। सो इभी चार्ज गर्नको लागि चाहिँ तपाईँको इटहरी र दमकको बिचमा पथरी भन्ने ठाउँमा बेस्ट रहेछ। गुड मर्निङ। सो हिजो चाहिँ अलिकति ढिलो, लगभग अराउन्ड 11:30 बजीतिर बल्ल रुममा आइयो। हामी चाहिँ कन्याममा आएर बस्यौँ। सो हामीलाई जुन त्यो इटहरीदेखि दमकसम्मको बाटो चाहिँ अलिक बिग्रेको नै रहेछ, अहिले अन्डर कन्स्ट्रक्सन रहेछ। सो यो कन्यामुखले नै फेदीदेखि
कन्यामसम्म चाहिँ बाटो राम्रो रहेछ। सो वी टुक अराउन्ड 1 घन्टा जस्तो तलबाट माथि आउनको लागि। सो हिजो हाम्रो ओभरअल ट्रिप चाहिँ पोखरादेखि कन्यामसम्मकै रह्यो। सो वाज गुड, रमाइलो भयो। मेरो त फर्स्ट टाइम पूर्वको ट्राभल गरिरहेको थिएँ। सो हामी चाहिँ कन्याममा वृक्षालय भन्ने होटलमा बसेका छौँ। सो एभ्रिथिङ इज गुड। यहाँदेखि अगाडि चाहिँ आज आई थिङ्क अब ब्रेकफास्ट गरेर चाहिँ अगाडि बढ्छौँ। यो कन्याममा बस्नको लागि चाहिँ लाइक होटल्सहरू टन्न रहेछ। म त झन् एकदमै फर्स्ट टाइम आएको भएर राति त्यो कन्याम लेखेको बोर्ड देख्दाखेरि नि मलाई एकदमै एक्साइटेड फिल भइरहेको थियो कि। अनि दाइले पनि यो रातिमा किन फोटो खिच्नु पऱ्यो, भोलि खिच्यो हुन्छ भनेर भन्नु थियो। म त झरेर फोटो नै खिच्न लागेको थिएँ है। सो वाज गुड। अब यहाँबाट अगाडि चाहिँ बाटो आई थिङ्क ठिकै छ। बाटोमा अलि रेनी सिजन, पानी पर्ने सिजन भएको भएर चाहिँ सबै ठाउँ राम्रो पनि नहोला। सो स्लोली जाने। टेन्टेटिभ 6 आवर्स, 6 देखि 7 आवर्स जस्तोमा पुगिन्छ जस्तो लागेको छ। ल, ह्याभिङ ग्रेट टाइम एट कन्याम। अहिले चाहिँ ठ्याक्क कन्याममा पेट्रोल पम्पको अगाडि चार्जिङ स्टेसन रहेछ, त्यहाँ चार्ज गर्दैछौँ। माई खोलाको पुलनिर चाहिँ पहिरो गयो रहेछ। बर्खामा यहाँ पहिरो गइरहेको रहेछ। सो यहाँ लगभग 1.5 घन्टा 2 घन्टा जस्तो यहीँ होल्ड भयो। अब अगाडि बढ्छ, भर्खरै खुल्न लागेको जस्तो छ। अब कति ठाउँ बिग्रेछ हौ आउँदो जान्छ नि, जान्छ बस्नु राम्रोसँग जान्छ। वेल दिउँसोको 2 बजेको छ। हामी भर्खरै फिदिम आइपुग्यौँ। सो यो चाहिँ पाँचथर जिल्लाको सदरमुकाम पनि रहेको छ। गाडी एकछिन चार्जमा राख्नलाई राखेका छौँ। सो यहीँ खाना खाने, त्यसपछि अगाडि बढ्ने। यहाँबाट फुङलिङ पुग्नलाई हामीलाई टेन्टेटिभ 3 घन्टा जस्तो लाग्छ जस्तो छ। हामीले यो यात्राको विषयमा हल्का साथीहरूसँग नि सरसल्लाह नि गरेका थियौँ। साथै एउटा दुईवटा ट्राभल्स पनि कुरा गरेका थियौँ। सो यो कन्यामदेखि फिदिमसम्म चाहिँ बाटो अलिकति साँघुरो रहेछ। सो अलिकति एक्सिडेन्ट हुने चान्सेस धेरै हुन्छ। त्यही भएर अलिक केयरफुल भएर चाहिँ ड्राइभ गर्नु होला। अरू त सबै ठिक छ। बाटो चाहिँ अहिले बर्खा भएको भएर कति एउटा दुईवटा ठाउँमा बिग्रिरहेको रहेछ। सो हामी 2 घन्टा जस्तो जाममा नै पऱ्यो। अहिलेसम्मको एक्सपिरियन्स चाहिँ नाइस छ। अब अगाडि कस्तो हुन्छ हामी भिडियोमा बनाउनेछौँ। स्टे वाचिङ। ल, भर्खरै फुङलिङ बजार आइपुग्यो। अब यहाँ चाहिँ होटल हेर्ने। आई थिङ्क गाडीलाई यहीँ राखेर चाहिँ अगाडि बढ्ने भन्ने कुरा भइरहेको छ। मिल्यो भने आज नै तल्लो फेदीसम्म जाने भन्ने कुरा छ। त्यति वेल, हामीले चाहिँ फुङलिङमा गाडी पार्क गरेर अगाडि चाहिँ यस्तो सुमोमा अगाडि बढ्ने रहेछ। सो सुमो बुक गरेर बसेका छौँ। सुमोमा चाहिँ टोटल 6 जना मान्छे लाँदो रहेछ। सो 4 जना मात्रै पुग्यो, हामी सहित 2 जना अरू, र अब 2 जना कुर्दै हुनुहुन्छ, आउँदै हुनुहुन्छ अरे। त्यसपछि चाहिँ अगाडि बढ्छौँ। आज चाहिँ हामी ठुलो फेदी गएर बस्ने सोचिरहेको छौँ। लेट्स सी सानो फेदी पुग्दा कति बज्छ। अहिले त 6 बजेको छ बेलुकाको। सो सानो फेदी पुग्दाखेरि कति बज्छ त्यो अनुसारले हामीले डिसाइड गर्नेछौँ।
गाडीको चाहिँ टायर जाम भयो यहाँ। वेल भर्खरै सानो फेदी आइपुग्यो, 8:45 भइसकेको छ। आई थिङ्क यहाँबाट 1.5 घन्टा 2 घन्टा लाग्छ ठुलो फेदीसम्म पुग्नलाई। हामी चाहिँ अहिले नै हिँड्ने भन्ने सोचिरहेछौँ, किन भन्दा भोलि बिहान जति सक्दो छिटो उठेर माथि मन्दिरमा आरती पनि भेट्ने गरेर जाने भनेर। हामी चाहिँ ठुलो फेदीको यो ठुलो फेदी होटल एन्ड लजमा बस्नेछौँ आज। कम्पाउन्ड जस्तो चाहिँ हुन्छ अरे त्यो अटोमेटिकली भाइबहरू चाहिँ त्यस्तै हुन्छ। उहाँहरूको मुखारा बिन्दुबाटै अहिले चाहिँ बिहानको ठ्याक्क 4 बज्यो। सो अलिकति पूजाको सामानहरू लिन लागिरहेको छु। अब चाहिँ माथि जाने क्राउड छ, मान्छेहरू आउनुभएको छ बाटोमा हिँड्नेहरू। ल अब चाहिँ पाथिभरा मन्दिरको लागि हाइकिङ स्टार्ट गरेको छौँ। सो फोनमा चार्ज थिएन, रातभरि बत्ती पनि थिएन, एकछिन चार्ज गरेर अगाडि बढ्यो। यहाँबाट चाहिँ मोस्ट प्रोबेबली 1.5 घन्टा लाग्ला। अगाडि साथीहरू पनि हुनुहुन्छ। सो यहाँनिर चाहिँ पाथिभरा मन्दिर जाने प्रवेशद्वार रहेको रहेछ। माथिल्लो पाथिभरा मेन पाथिभरा मन्दिर जानुभन्दा अगाडि चाहिँ कान्छी पाथिभरा मन्दिर रहेको छ। यहाँ चाहिँ पहिला दर्शन गरेर जाने रहेछ। पहिला यहाँ दर्शन गर्ने, धुपबत्ती गर्ने, त्यसपछि हिँड्ने। उकालो चाहिँ ठाडै उकालो रहेछ, तर बिहान हिँड्दाखेरि चाहिँ त्यस्तो गाह्रो महसुस चाहिँ नहुँदो रहेछ। बाटो चाहिँ पुरै यसरी ढुङ्गाले छापेको रहेछ। सो सजिलै भइरहेछ हिँड्नको लागि। बाटोमा खासै धेरै मान्छेहरू हुनुहुन्न, बिहान नै उठेर हिँडिसक्नुभयो। हामी चाहिँ अलिकति ढिलो भयो, ठिक छ। अब आज दर्शन गरेर फर्किने हो। सो किन हतार गरिराख्ने भनेर 4 बजेतिर उठेर नुहाइ गरेर बल्ल निस्क्यौँ। अल गुड। यो पोइन्टबाट चाहिँ 2टा बाटो रहेछ। ठ्याक्कै यो बोर्ड छ, पाथिभरा क्षेत्र विकास समिति ताप्लेजुङले राखेको बोर्ड रहेछ। यहाँबाट 2टा बाटो रहेछ। एउटा तल्लो बाटो यो चाहिँ तेर्सो बाटो र अर्को चाहिँ यो ठाडो माथि उक्लिने बाटो रहेछ। यो 2टा बाटोमा जुन बाटो गयो नि भयो। यहाँबाट चाहिँ 1.6 किलोमिटर रहेछ पाथिभरा मन्दिर। ल पाथिभरा मन्दिरको दर्शन गर्न चाहिँ दाइसँग जुर्यो मेरो। कस्तो लागिरहेको छ दाइ? एकदम रोमाञ्चक छ यात्रा। एकदम मन चाहिँ आध्यात्मिक पनि भइरहेको छ। खासै आध्यात्मिक मान्छे भएन, तर यसपालि मैले त्यो महसुस गरेको छु। सायद देवीले बोलाएर पनि होला। धेरै पटकको प्रयासमा यसपालि चाहिँ हामी सफल भएका छौँ। दाजुभाइ नै यत्रो लामो यात्रा सोचेको पनि थिएन। यात्रा लामो हो, तर सायद माताको नजिक पुग्दाखेरि सबै कुरा एकदम क्षणभङ्गुर जस्तो फिल भएको छ, महसुस भएको छ। हामी चाहिँ भर्खरै माथि आइपुगेको छौँ। यहाँसम्म आउनलाई चाहिँ हामीलाई टेन्टेटिभ माथिल्लो फेदीबाट 2 घन्टा लाग्यो। अब यहाँबाट चाहिँ अलिकति माथि छ,
त्यसपछि चाहिँ मन्दिरको दर्शन गर्ने। ओभरअल बाटो एकदमै स्टिप छ माथिल्लो फेदीबाट, एकदम सुस्तरी आउने, स्पिडमा नआउने, पेस एकदमै नर्मल गरेर आउने, इजिली सक्छ। कति डिस्टेन्स हिँड्यो र अब कति डिस्टेन्स बाँकी छ भनेर थाहा पाउनुको लागि चाहिँ बाटोमा यसरी बोर्डमा यति मिटर भनेर लेखेको रहेछ। बाटो अप्ठ्यारो थियो तर पनि माताको आशीर्वाद भनौँ, माताको कृपाले तानेर हामी आइपुग्यो। हिँड्नको लागि चाहिँ एकदमै ठाडो स्ट्रेट एकदमै स्टिफ बाटो रहेछ, तर पनि तपाईँहरू सुस्तरी हिँड्नुभयो भने आरामसँग जहाँदेखि बस हामीले जिप छोड्छौँ र हिँड्न स्टार्ट गर्छौँ त्यहाँदेखि चाहिँ हामीलाई कन्टिन्यू हिँड्नुभयो भने टेन्टेटिभ 3 घन्टा 3.5देखि 4 घन्टासम्म लाग्छ। सो सुस्तरी आउनु होला, रस गर्नु पर्दैन। र यहाँ आइसकेपछिको इन्भाइरोमेन्ट छुट्टै छ, भाइब छुट्टै छ, यहाँ छुट्टै आनन्द आउँछ। सो आउनु होला एकचोटि। र सिजनमा आउनुभयो भने चाहिँ अलि क्राउड हुन्छ यहाँ। सो अलि क्राउड होइन, धेरै नै क्राउड हुन्छ। सो अलिकति अफ सिजनमा आउनुभयो भने चाहिँ तपाईँले एकदमै मजासँग दर्शन गर्न पाउनुहुन्छ। म आफैले पनि, म दाइ सबै साथीहरूले धेरै नै बेर लगाएर दर्शन गरियो। ओभरअल यस पाथिभरा माईको दर्शन एकदमै फलदायी रह्यो र सबैजनालाई भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। नमस्ते।